र फाइनली गाइस आज चाहिँ हाम्रो यहाँ छेडु भाइले चाहिँ होइन बाइक कुदाउनु आँटेको छ होइन सिक्नु आँटेको छ भन्दा पनि सिकिसकेको छ आधी उद्धो त होइन। अब यहाँदेखि चाहिँ छेडुले कुदाउँछ होइन अन्त म चाहिँ यहाँ पछि बस्ने हो र भाइले चाहिँ यहाँ बाइक स्टार्ट गरिदिएको छ होइन। र भाइ यताले न स्टार्ट गरिकन बाइक घुमाउनु छ घुमाएर उतार्नु चाहिँ हामी चाहिँ कता अब यता जानुपर्ने घर चाहिँ है। र यहाँ चाहिँ भाइले बाइक घुमाउँदैछ हो त्यहाँदेखि भाइको हेलमेटहरू माथि चल्लो है लगा न हेलमेट जाउँ फर्स्ट बाइक राख्न हेलमेट लगा न त्यहाँ जानुपर्छ। फाइनली यहाँनिर छेडु भाइले बाइक सिकिसकेको छ होइन। अब केटाहरू गर्लफ्रेन्ड घुमाउनु जान्छ भेट्नु जान्छ अरे होइन त्यसले गर्दा बाइक सिक्दैछ। यहाँ चाहिँ म चाहिँ यहाँ सिकाउँदैछु होइन। र अहिले चाहिँ हामी यहाँ भन्दा पनि बजारदेखि आएको र हामी बाटोमा बसिरहेको छ यहाँ आधी बाटोदेखि भाइले कुदाउँछ होइन। हेलो एभ्रिवान एन्ड फेरि पनि वान्स अगेन वेलकम ब्याक टु माई च्यानल एसआर ब्लग्स। र तपाईँहरू कस्तो हुनुहुन्छ आयो तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ है। र म पनि सन्चै नै छु र सन्चै हुनुपर्छ किन भन्दा मेरो भ्लग हेर्नु पऱ्यो नि त होइन तपाईँहरूले त्यही कारण भनेर। र गाइस आज चाहिँ निकै दिन बाद मैले भ्लग बनाउनु गइरहेको छु होइन। र तपाईँहरूलाई कस्तो लाग्छ होइन राम्रो लाग्छ भने लाइक सेयर अनि सब्सक्राइब गरिदिनुहोस् र होइन लाइक अनि सब्सक्राइब चाहिँ गरिदिनुहोस् होइन। र अहिले चाहिँ हामी यहाँ फेरि पनि बजारदेखि आएको होइन। र भाइले चाहिँ होइन बाइक कुदाउनु आँटेको छ सिक्दैछ भनौँ न। र म चाहिँ यहाँ पछि बसेर जान आँटेको र तपाईँहरूले आजको भिडियो इन्जोय गरिदिनुहोस् राम्रो लाग्छ भने लाइक सेयर अनि सब्सक्राइब गरिदिनुहोस् है। र अब चाहिँ यहाँदेखि हामी जान आँटेको र भाइ चाहिँ यहाँनिर छ है हेलमेटसँग ल्याएर रेडी भइसकेको छ र बाइक यहाँ छ है। र भाइले यहाँ बाइक घुमाउँदैछ लु घुमा छिटो जानु छ। भाइ चाहिँ होइन साथी हो तर म चाहिँ भाइ भन्ने बानी भएर क्या लडाउँछ चाहिँ बिस्तारै त्यो मासु चाहिँ नजाने फेरि मासु पो छ त लु अब जानु आँटेको हामी चाहिँ। र अब म पनि चढेको होइन यहाँनिर चढिदिने हो होइन यसरी चढिदिने होइन लु स्टार्ट गर्न स्टार्ट। ल हामी चाहिँ यहाँदेखि सलल भएर गइसकेको छ होइन। यी बाटो चाहिँ यस्तो छ यता चाहिँ बस्ती साइड हो गाडी आउँदैन यो जग्गाको नाम चाहिँ भालुको बन्छ है। र भाइले चाहिँ यहाँदेखि बाइक एक नम्बरमा हालेर कुदाउन थालिसकेको छ र म चाहिँ यहाँ पछि बसेर भिडियो बनाउँदै जाँदैछु होइन। र तपाईँहरूलाई कस्तो लाग्छ लाइक सेयर सब्सक्राइब चाहिँ गरिदिनुहोस्। त्यही माथि हाम्रो बाटो चाहिँ यस्तो छ होइन एनएस10 को हाइवे हो यता सुरु भएको छैन खास चाहिँ परदेखि सुरु हुन्छ होइन। र यहाँ चाहिँ भाइले बाइक कुदाउँदैछ हो फर्स्ट टाइम आएर अन्त बाइक कस्तो हुँदैछ फिल बिन्दास है। यहाँ चाहिँ भाइले बाइक कुदाउनु गइरहेछ यहाँ चाहिँ कस्तो फिल हुँदैछ मजा आउँदैछ बाइक कुदाउनु आएर चाहिँ केटाहरू गर्लफ्रेन्ड भेट्नु जाने अरे होइन। र म चाहिँ यहाँ पछि बसिरहेको छु तपाईँहरूले भिडियो लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् र निकै दिन बाद भ्लग बनाएको होइन तपाईँहरूले पनि सपोर्ट गरिदिनुहोस्। मोबाइल बनाइदिएको थियो राम्रै कुदाउँछ भनौँ न अगाडि 1 महिना जति भइसक्यो सिकेको होइन। अब त बजारतिर पनि कुदाउनु थाल्छ र म चाहिँ यहाँ पछि बसेर जाँदैछु डरसरी भए पनि घर त पुग्नु पऱ्यो नि त होइन दोस्रो घर त पुग्नु पऱ्यो नि त घर त पुग्नु पऱ्यो नि त होइन जति पनि भन्दैन अब कस्तो हुँदैछ दामी रहेछ ल भाइ मजा आउँदैछ है। चाहिँ हाम्रो गाउँ जाने बाटो है घर जाने बाटो हो। र तपाईँहरूलाई कस्तो लाग्छ भिडियो होइन लाइक सेयर सब्सक्राइब गरिदिनुहोस्। आज चाहिँ दामी भइदिरहेको छ दिन होइन बबाल भइदिरहेको छ म यहाँ जाँदैछ हो मजा आउँदैछ है हुर्दुर काबिन्छ बन्दै डराइँदैन हेरेर गइदियो बाइकमा होइन रोड होइन यो चाहिँ हाम्रो खास बाटो हो यो जग्गामा चाहिँ अर्को भन्छ अनि यहाँ बाइक कुदाउँदैछ यहाँ तल मासु झिकिरहेको छ होइन यो गएर पकाएर खानुपर्छ मासु नखाइछ होइन अब लाइफै छैन भनौँ न अब होइन त्यस्तो खाले भइसकेको छ यहाँ जिन्दगी आजकल र बाइकको हालत यस्तो मैला छ होइन यस्तो मैला भइसकेको छ कि बाइक चाहिँ गएर धुनुपर्ने आज। र यहाँ हामी जाँदैछ बाटोमा फर्केर मात्र बजार गएर आएको नि त हामी चाहिँ होइन फेरि हामी बजारमा हेर्दा चाहिँ बजारै चल्दैन नि त होइन दिनदेखि जानुपर्छ बजार चाहिँ होइन। र यतातिर दामी घरहरू बनिसकेको छ होइन यहाँ चर्च हो यो चाहिँ र यहाँ माथि बादल पनि दामी छ यहाँ अम्लिसो छ हो यतातिर चाहिँ रोड भन्छ यसलाई चाहिँ अन्त यहाँ खाने पानी पनि छ यो पानी खायो चाहिँ फेरि हामी मजा आइदिन्छ होइन अन्त यहाँ घाँस पनि छ अनि यहाँ भाइले बाइक पनि कुदाउँदैछ साथीले र म चाहिँ यहाँ पछि बसेर इन्जोय गरिरहेको छु। यहाँ साथीलाई निकै साह्रो परिरहेको छ होइन म बेसी हल्लिएर भए पनि कुदाउँदैछ बिस्तारै कुदा होइन भाइ गऱ्यो भने दुईजनासँगै लड्नुपर्छ होइन भाइ
लड्यो दुईजना सँगै लडिदिने होइन ल हिलोमा चाहिँ बिस्तारै कुदाइ यहाँ फेरि बाइकमा मैला लाग्छ कि घरमा पानी छैन नि त फेरि हाम्रो चाहिँ क्या हेभी दुःख छ क्या पानीको अब यहाँ परदेखि चाहिँ खास एनएसटेनको हाइवे आउँछ है हाम्रो गाउँको बबाल रोड हो त्यो चाहिँ बबाल एन्ड खतरा डेन्जर भन्छ त्यो रोड चाहिँ होइन र आज त के दामी दिन भइदिएको हाम्रो दिस इज अ नाइस रोड एन्ड दिस इज गोइङ टु द हामी त खामदुङमा यहाँ से हिंदी में बात करता हूँ मेरा हिंदी आप लोग को कैसा लगता है ना आप लोगों को अच्छा लगा तो लाइक कर देना नहीं लगा तो कुछ भी नहीं कर देना लाइक शेयर सब्सक्राइब कर दीजिए और यहाँ से हमारा रोड अब है ना वो होता है बहुत ही खतरनाक है एनएसटेन का हाईवे है वो कभी भी बेलाई नहीं होता वो हमारा रास्ता और इधर भाई से भाई बाइक उधर आए हमको बहुत डर भी लगता है ना ये हमारा हिंदी थोड़ा सा बहुत अच्छा ही नहीं है वीडियो मैं बोलने का ट्राई कर रहा हूँ आप लोग कैसा लगता है ना यो त हिन्दी बोला होइन अब फेरि हिन्दीमा बोल्नु चाहिँ मजा आउँछ हाम्रो चाहिँ एनएसटेनको हाइवे भन्छ यसलाई चाहिँ खास हाइवे यहाँ पर बहुत धुला है यार और इधर का रास्ता बहुत ही खराब भी नहीं है और यहाँ पर जेसीबी अस्ति भर्खर आएको थियो होइन र त्यसले गर्दा चाहिँ यहाँ दामी भइरहेको छ होइन मेरो हिन्दी चाहिँ त्यति बोल्नु सकिनँ म हल्का ट्राई गरेको होइन तपाईँहरूलाई हल्का इन्टरटेनमेन्ट गरिदिएको नि यो चाहिँ हाम्रो खास एनएसटेनको हाइवे हो भन्छ नि त होइन यो जग्गाको नाम चाहिँ लास खोला हो खोइ किन हो लास खोला चाहिँ पनि पहिला मान्छे बगाएको थियो अरे नि त होइन त्यही कारण लास खोला तर यहाँ अहिले चाहिँ पानी छैन हो भाइ यो हिलोमा लडेर फेरि बबाल रटी हुन्छ है यहाँ लास खोला आइपुगेको छ हाम्रो यहाँ तपाईँहरूले देख्नुभयो होला एनएसटेनको हाइवे कस्तो खतरा छ यतिको खतरा चाहिँ अब धुलो चाहिँ बुङ बुङ होइन दिउँसो बम पड्केको जस्तो हुनुहुन्छ नि त र धन्न अहिले चाहिँ पानी परेर कम्ती धुलो उडिरहेको छ होइन के भन्नु होइन अब यस्तो छ भाइले यस्तो मैले बाइक कुदाएकै हो घरमा सिक्नुपर्ने चाहिँ यति बेला हो नि त होइन यति बेलाको उमेरमा चाहिँ उडेको तर पक्रिने भन्छ नि त होइन यहाँ कुदाउँदैछ भाइले बाइक कस्तो हुँदैछ फिल है मजा आउँदैछ हाम्रो घर छ खास रोड होइन म चाहिँ यहाँ पछि बसिरहेको छु होइन मजा आउँदैछ यहाँ भाइलाई साह्रो परिरहेको होला कुदाउनु होइन म त बबाल छु चिन्ता छु होइन हल्का हो होइन तपाईँहरूले इन्जोय गरिदिनुहोस् राम्रो लाग्छ सब्सक्राइब गरिदिनु होला जे भए पनि अब होइन त्यही माथि रुगा लागेर सोच पनि बिग्रिरहेको आज त हो धेरै दिनमा त भ्लग बनाएको होइन र तपाईँहरूलाई कस्तो लाग्छ होइन यसो हल्का सेयर चाहिँ गरिदिनु होला भाइले बाइक कस्तो खुट्नु भन्दैन यो चाहिँ हाम्रो एनएसटेनको हाइवे हो भन्नु न है हाइवे हो है यतिकै हाइवे कहाँ पनि यतिको हाइवे चाहिँ काम छैन होला तर साँच्ची भनेको यो बाटो चाहिँ पेलाइ हुँदा चाहिँ हामी मर्दा पनि पेलाइ हुँदैन होला यतातिर ढुङ्गाहरू झारेर होइन खतरा भइदिन्छ होइन अब चाहिँ पेलाइ हुनेवाला चाहिँ छ होइन तर गाडीहरू पनि लिइरहेको छ तर हुन्छ कि हुँदैन त्यो ठेगान छैन देख्नु भएन तपाईँहरू पिछे चाहिँ धुलो उडेको मात्रै हो यो त धुलो मात्रै उडेको हो क्या यति जोडले हुन्छ र है हाम्रो यहाँ गाडी पेलाइ हुने छ मेसिन चाहिँ लिइरहेको छ तर हुन्छ कि हुँदैन त्यो थाहा छैन पहिला पनि ल्याउनु चाहिँ लिएको नै थियो तर भएन के गर्नु हमारा किस्मती खराब है यार भन्छ अरे और इधर का रास्ता है र अहिले चाहिँ हामी यहाँनिर हाम्रो गाउँ आइपुग्नु आँटेको छ है आइपुग्यो भन्दा हुन्छ यो जग्गाको नाम चाहिँ राई गाउँ भन्छ है र हाम्रो घरको नाम चाहिँ खामदुङ हो अब खामदुङ पनि आइपुग्नु आँटेको छ आम्मामा यो रुख र होइन यो बर र यो पिपलको चाहिँ बिहा गरिदिएको अरे सानोमा भाइ मजा आउँदैछ नि त कुदाउनु है आज चाहिँ आकाश दामी भइदिइरहेको छ है उफालेर के त्यही माथि बाइकको सक्कर बिग्रिरहेको छ के र अहिले मजाले कुदाउँदैछ बाइक है स्कुटी कुदाउने मान्छे बाइक त कुदाइहाल्छ होइन अब चाहिँ हाम्रो यहाँनिर होइन गाउँ हाम्रो प्लेस आइपुगेछ यो चाहिँ साङ्चे खामदुङ भन्छ हाम्रो प्लेसको नाम हो यो चाहिँ भिलेजको नाम र यहाँदेखि उकालो झन् खतरै छ बाटो एनएसटेन खास हाइवे चाहिँ यो होइन एनएसटेनको हाइवेमा 1 नम्बर होइन 1 नम्बर 2 न 1 नम्बर हाल 27 कुदाउनु ओए कता हाल्दैछु हौ यो उकालो खतरा छ है बाटो हाम्रो खतरा छ बिउ फाट्छ नि त यहाँ चाहिँ आम्मा यार उफालेर हुँदैन आम्मा आइया हो बाइक भयो
यतिको बाटो चाहिँ हुनु पऱ्यो नि त होइन राम्रो यतिको बाटोमा त कुदाउँछ होइन खतरा हो नि त यतिको चाहिँ तान्दैन ल भाइ नगर्न यस्तो चाहिँ नगर्न 2 नम्बर कहाँ कुद्छ भाइ 1 नम्बर हाल 1 नम्बर 1 नम्बर हाल त चढौँ ए भाइले होइन 2 नम्बर हालेको थियो नि त मिस्टेकले होइन फेरि चढ्दैछु तिनीहरूको टाइमिङ मिल्दैन अलिक अब उठाउन साह्रो पर्छ नि भन्नाले उठा न चापेर उठा न चाप बास यति भए त के छ केटीको पनि भयो अब भाइले होइन अब चाहिँ हाम्रो आइपुगेछ यो चाहिँ भन्छ यो चाहिँ हाम्रो गाउँको प्राइमेरी स्कुल हो है बरमानसिंह प्राइमेरी स्कुल यहाँ तल ग्राउन्ड पनि छ यहाँ राति गोली खेल्नु छ बेलुका भएपछि उकालो झन् खतरा छ कपाल छ होइन बाटो अरे यो सावनदाम गएको छैन होइन आज चाहिँ आम्बो उखाएर यहीँसम्म होला हो भाइ रोक न भाइ हाम्रो अब जग्गा आइपुगेछ प्लेस होइन अलिक अगाडि राख्न बाइक अलिक अगाडि लैजा न स्ट्यान्ड लगा र है फाइनली अब चाहिँ हामी बजारदेखि घर आइपुगेको छ र बाइक चाहिँ यहाँ राख्छ होइन अहिले भरै हटाउनुपर्छ होइन भाइ पनि कस्तो आयो फिल भन्दैन मजा आयो मजा है आज चाहिँ हामी बजारदेखि होइन बाइक साइक कुदाएर होइन भाइले बाइक कुदाएर पनि लियो घरसम्म र हामी चाहिँ घर आइपुगेको छ है यहाँनिर छ बाइक चाहिँ होइन यहाँ राख्ने बाइक र तपाईँलाई आजको भिडियो कस्तो लाग्यो होइन राम्रो लाग्यो भने लाइक सेयर अनि सब्सक्राइब गरिदिनुहोस् होइन तपाईँहरूलाई नेक्स्ट भिडियोमा भेटौँ बाई सी यू अगेन बाई